यतिखेर हामी शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र छौँ। अहिले हामी शुक्लाफाटा राष्ट्रिय निकुञ्जको यो सिमसार क्षेत्रभित्र छौँ र एकदमै मनोरम दृश्य छ। म चाहिँ साइकल यात्रामा छु। अहिले महेन्द्रनगरदेखि यता छलारीसम्मको यात्रा थियो। छलारीबाट चाहिँ फर्किएर चाहिँ अहिले चाहिँ फेरि म महेन्द्रनगरतिर नै अगाडि बढिरहेको छु। अहिले चाहिँ म शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र छु। एकदमै राम्रो क्षेत्र छ, सुनसान। करीब 20 किलोमिटर क्षेत्र चाहिँ अगाडि हिँडिसकेको छु र अब चाहिँ फर्केर चाहिँ पुनः 20 किलोमिटर नै कुद्नुपर्ने छ। साइकलको स्पिड एकदमै कम छ। बिच जङ्गलमा छौँ। कतै कतै मात्रै गाडीहरू आइरहेछन्। अलिअलि डर पनि लागिरहेछ। एकदमै राम्रो ठाउँ छ। हाम्रो चाहिँ सुदूरपश्चिम एउटा भौगोलिक दृष्टिकोणले पनि एकदमै राम्रो ठाउँ छ। हिमाल, पहाड, तराईका यी फाँटहरू। मनोरम दृश्य। तराईको गर्मी एकदमै गर्मीमा भइरहेको छ। अहिले करिब 3 बज्न लागिरहेको छ। सवारी चाप एकदमै कम छ। यसमा चाहिँ सडकमा चाहिँ साइकल त लगभग देखिएको पनि छैन। एकदम गर्मीको टाइम भएर होला। अहिले चाहिँ प्रायः जसो मान्छेहरू चाहिँ भित्रबाट बाहिर निस्कने गर्दैनन्। तर पनि म काम विशेषले गर्दाखेरि चाहिँ निस्कनु पर्ने भएकाले म अहिले लगभग शुक्लाफाटा राष्ट्रिय निकुञ्जको बिच क्षेत्रतिर पुगिसकेको छु। जङ्गल एरिया छ। गाडीको स्पिडहरू पनि एकदमै धेरै छ। सडकको किनारामा बिस्तारै खुट्टाका पैदलले साइकलको पैदललाई बिस्तारै पाइलाहरू अगाडि बढिरहेका छन्। एकदमै मनोरम दृश्य छ। शान्त छ, एकान्त छ, लाग्छ पुरै स्वर्गभन्दा पनि कम्ती छैन। एकान्त छ। चराहरूको चिरबिर आवाज छ। जङ्गली जनावरहरूको चिरबिर आवाज छ। एकदमै शान्त एकान्त वातावरण छ। मनमा विभिन्न कुराहरू खेलिरहेका कुराहरू पनि शान्त एकान्त डरले एकत्रित भएका छन्। सडक पुरै खाली देख्न सकिन्छ। अलि सडक ओकालो भएको कारणले गर्दाखेरि खुट्टाले पनि धेरै समयपछि कोठामा बसेको र हिँड्न नसक्ने, हिँड्न चाहिँ अलि कम हिँडेको कारणले गर्दाखेरि खुट्टाका औँलाहरू चाहिँ हिँड्न मानिरहेका छैनन्। लगभग धेरै नै थकिए जस्तो छ। अब हामी एकछिन जङ्गलको बिचमा विश्राम गर्नेछौँ। जङ्गलको मनोरम दृश्यलाई हेर्नेछौँ। यसै मनोरम दृश्यसँगै जिन्दगीमा मरेर लानु के नै छ र यो मनोरम दृश्यसँगै हामी कुराहरू साट्नेछौँ, कुरा गर्नेछौँ। जङ्गल पुरा सुनसान छ। कहिलेकाहीँ
गाडीहरू आइरहेछन्, तर मेरो साइडबाट भने चाहिँ खासै गाडीहरू देख्न सक्दैनौँ। म आफ्नै लेनमा छु, एकदमै बिस्तारै छु। गाडीहरूको चाप, गाडीहरूको स्पिड एकदमै हाई छ। लाग्छ को कति बेला को पछाडिबाट आएर हुत्याएर लग्छ जस्तो पनि लागिरहेछ। एकान्त जङ्गल के भयो भने पनि त एकदमै रिस्क क्षेत्र छ, न कुनै सुरक्षाका दृष्टिकोणले सुरक्षित छ। जङ्गल क्षेत्र, एकातर्फ जङ्गली जनावरहरूको डर, अर्कातिर घन्टार क्षेत्र, गाडीहरूले ठोक्ने डर। यो डरैडरको बिचमा तपाईँहरूलाई म देखाइरहेको छु सुदूरपश्चिममा रहेको, सुदूरपश्चिमको कैलाली कञ्चनपुर जिल्लामा रहेको यो हाम्रो शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज हो चाहिँ हामी बिचबाट चाहिँ साइकल यात्रामा निस्किरहेका छौँ। अब अहिले चाहिँ म लगभग उता वन समितिबाट सुरु भएर चाहिँ अहिले चाहिँ म चम्पापुर एरिया नजिक पुग्नै लागिरहेको छु। ठुला ट्याङ्करहरू चलिरहेछन्। यति हो, यो सडकमा घन्टा समेत दिइरहेछन् पछाडिबाट, तर पनि ठिकै छ, जेनतेन गरेर अब लगभग हामी जङ्गलको एरिया चाहिँ लगभग सकिनै लागेको छ। करिब हामी अब जङ्गलको एरिया सकेर चम्पापुर भन्ने ठाउँ चोकनेर हामी चाहिँ एकैछिनपछि पुग्छौँ। अहिले चाहिँ नेपाल आर्मीको यहाँ चम्पापुर चेक पोस्ट रहेको छ। यहाँ चाहिँ विशेष गरेर चाहिँ भिडियोहरू चाहिँ बनाउनु दिँदैन, तर पनि लुकाएरै भए पनि बनाउने कोसिस गर्छु। यहाँनिर त्यहाँ साइडमा चाहिँ हाम्रो नेपाल आर्मीको चम्पापुर चेक पोस्ट रहेको छ। म चाहिँ अर्जुनी चेक पोस्टबाट चाहिँ अगाडि आइसकेको छु। यो चम्पापुर चेक पोस्टपछि हाम्रो शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको यात्रा समाप्त हुन्छ। ऊ चाहिँ हाम्रो चेक पोस्ट। यहाँबाट विभिन्न जङ्गलबाट विभिन्न तस्करी, वन्यजन्तुहरूको अखेटो ओसार पसार अर्थात् घाँस दाउराहरू चोरी निकासी हुने भएको कारणले गर्दाखेरि विभिन्न ठाउँमा चाहिँ नेपाल आर्मीले चाहिँ सुरक्षा दिइरहेको छ। लगभग अब म चाहिँ शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको भ्रमण यहीँ सकिन्छ। सडक पुरा खाली छ, कोही छैन। कहिलेकाहीँ यसो झप्प गाडीहरू देखिरहेछन्। एकदमै आनन्द वातावरण छ। जिन्दगीमा एक्लै रमाउनु जति आनन्द त अरू के भन्नु मलाई। यसो जङ्गलको बिचमा 1 घन्टा यसो बसेर आफ्ना मनभित्र भागेका भावनाहरूलाई प्रस्तुत निकाल्दै यसो एकैछिन बसिराख्नु भयो भने पनि एकदमै राम्रो हुन्छ जस्तो लागेको छ। र म चाहिँ एकछिन अब हामी चेक पोस्टभन्दा अलि अगाडि राष्ट्रिय निकुञ्ज क्षेत्रको किनारामा चाहिँ हामी बस्नेछौँ र बसेर चाहिँ अब हाम्रो यो बस्नेछु। अहिले चाहिँ हाम्रो शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको एरिया यही समाप्त भएको छ। फेरि अर्को भिडियोमा हामी यता कञ्चनपुरबाट उता कैलालीतिर जाँदाखेरिको अवस्था पनि देखाउनेछौँ। आजलाई पनि यो भिडियो यति नै। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लागेपछि लाइक, सेयर, कमेन्ट गरिदिनु होला। हवस् त, धन्यवाद।